सबैलाई जय मसीह। नमस्ते हजुर। आज चाहिँ म तपाईलाई एउटा परमेश्वरको वचन पढ्न सुनाउन चाहन्छु जो बाइबलमा लेखिएको छ यूहन्ना 3:16मा। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। र जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। परमेश्वरले हाम्रो निम्ति एकजना पुत्र दिनुभएको छ। मुक्तिदाता परमेश्वरले संसारको निम्ति दिनुभयो। संसारको मुक्तिदाता भनेर परमेश्वरले उहाँको पुत्रलाई पठाउनु भएको छ अनि उहाँलाई जसले विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ, पाप क्षमा पाउँछ, परमेश्वरका छोराछोरी हुने अधिकार पाउँछ। उहाँको नाउँ चाहिँ येशू ख्रीष्ट हो। येशू ख्रीष्ट प्रभु। अनि प्रभु येशूको नाउँको अर्थ यो हो कि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनु हुनेछ। येशूको नाउँको अर्थ चाहिँ पापबाट बचाउनु हुने मुक्तिदाता हुनुहुन्छ। उहाँ चाहिँ उहाँमा विश्वास गर्नुहोस्, तपाईँको पाप क्षमा हुनेछ। तपाईँलाई बचाउन सक्ने चाहिँ एकमात्र प्रभु येशू मात्र हुनुहुन्छ। भगवानहरू धेरै छन्, धर्महरू धेरै छन्, तर बचाउनेवाला मुक्तिदाता चाहिँ एक प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। उहाँलाई प्रार्थना गर्नुहोस्। समय छँदै उहाँलाई खोजिहाल्नुहोस्। हाम्रो समय चाहिँ लिमिटेड छ, त्यसैले यही भएको समयमा चाहिँ परमेश्वरतिर फर्केर आउनुहोस्। परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ। त्यही भएर नि परमेश्वरको वचनले भन्यो, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। अनन्त जीवन पाउँछ, नर्कलोक जानु पर्दैन, सबै पाप क्षमा दिनुहुन्छ परमेश्वरले। केवल तपाईँ साँचो पश्चाताप गर्नुहोस्। येशू ख्रीष्टले भन्नुभयो, पश्चाताप गर, स्वर्गको राज्य नजिक आएको छ। साँचो पश्चाताप गर्नुहोस्, प्रभु येशूमा फर्केर आउनुहोस्, आफ्नो पापहरूको क्षमा माग्नुहोस्, आफ्नो पापलाई स्वीकार गर्नुहोस् अनि उहाँले तपाईँको पाप क्षमा गर्नुहुन्छ, तपाईँलाई शुद्ध पवित्र बनाउनुहुन्छ अनि विशेष गरी तपाईँलाई अनन्त जीवन मुक्ति दिनुहुन्छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह।